नेपाल आमाको सन्तान तेन्जिङ नोर्गे शेर्पा, जसले विश्वको अग्लो ठुलो सगरमाथामा पहिलोचोटि पाइला राखे विश्वको सामु नेपाललाई चिनाए। तेन्जिङ नोर्गे शेर्पा र सगरमाथाको नाम विश्वमा सधैँ उच्च रहनेछ। नेपालमा थुप्रै जनाले सगरमाथाको चुचुरोमा टेके, तर विश्वमा पहिलोचोटि त्यो चुचुरोमा टेक्ने व्यक्ति भनेको तेन्जिङ नोर्गे शेर्पा हुन्। यस्ता विभूतिहरूलाई हामीले बिर्सँदै गइरहेको पो छौँ कि हामीले तेन्जिङ नोर्गेलाई बिर्सनुहुन्न। उसलाई हामीले सम्झिरहनुपर्छ। उनी देशको विभूति हुन्, एउटा चम्किलो तारा हुन्, एउटा गर्व गर्न लायक नाम हुन्। उनी सधैँ हामी माझ एउटा नक्षत्रको रूपमा रहिरहनेछन्। हामीले यस्ता देशको छोरालाई बिर्स्यौँ भने पाप लाग्नेछ। उसको कामको उच्च सम्मानलाई हामीले सधैँ सम्झिरहनुपर्छ। नेपालको छोरो, एउटा चम्किलो तारा, हाम्रो विभूति तेन्जिङ नोर्गे शेर्पा। तेन्जिङलाई छक्कै परी विश्वले